चन्द्रगिरीको अवस्था यस्तो छ। एक दरको पानी परिसक्यो, गाडेङ कुडुङ त गरेछ। होप यस्तो अब पानी पर्दैन। यस्तो दामी भ्यू देखेको छ कि चाहिँ हाम्रो यस्तो बर्सातमा खाने कार्यक्रम भइरहेको छ। कुरैमा पिरिम बसी गो कुरै कुरैमा। हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ हामी चन्द्रगिरी हिल्समा आएको छौँ। भालेश्वर मन्दिर दर्शन गर्नको लागि माथि उक्लिँदैछौँ। आजको मौसम चाहिँ राम्रो छैन र पनि हामी इनर्जेटिक तरिकाले यस्तो छ मौसम। अहिले मौसम खुलेपछि चाहिँ हजुरहरूलाई हामीले देखाउने छौँ। हिँडेर भयो नि ज्यान तताउनु पर्यो। हामीले आज खाजाको व्यवस्था नि गरेर आएको छौँ, त्यही भएर त्यति साह्रो पिर चाहिँ छैन। बेलुकासम्म उज्यालो के अरे मौसम खुल्ने जेलसम्म चाहिँ हामी बसेर फोटो भिडियो गरेर आउनेछौँ। ल हामी देखाउनेछौँ है। मेमोरी फुल हुन्छ फेरि। राम्रो आयो क्या आएन। बहिनी यहाँ टिकट काटेर आइसकिन है। मम्मी हेलो गर्नु। यहाँ मम्मी जाडोले कामिसक्नु। यस्तो छ है, हामी टिकट काट्यौँ। अब यहाँबाट माथि त होला नि कि तलबाट हो। पानी पर्यो। हामीलाई वर्षाले स्वागत गर्दैछ है यहाँ। आऊ गाइजहरू इन्ट्री यस्तो छ है। पानी पर्यो चाहिँ अब इन्ट्री गर्दैछौँ है। यहाँ पानी पर्दैछ। वहाँ गएर बरु एकैछिन पानी परेर रोकिए चाहिँ हामी खुसी हुन्थ्यौँ। मैले चाहिँ यस्तो पातलो लगाएको छु, जाडो भयो। माथि चाहिँ ठिकै छ, अझ कोही कोहीजना हात लगाएर। मम्मी फेरि मलाई त चाहिँदैन। कहाँ जाँदा यस्तो छ है। हामी चढिसक्यौँ यहाँ। कालै आयो तर पानी परेर। हिजो नि पानी परेको थियो नि, त्यहाँको पुजारीले भिडियो हाल्दै थियो। हुनुहुन्थ्यो भन्ने होला थियो। यस्तो दामी भ्यू छ। हिजोको भिडियो एडिटै गरेको छैन है मैले। लाइक भ्युज केही पनि आउँदैन। युट्युबमा हाल्नु के अस्तिको दक्षिण कालीको हालेको थियो। हेलो एभ्रिवान, वेलकम एन्ड वेलकम ब्याक टु आवर च्यानल। A few moments later. चन्द्रगिरीको अवस्था यस्तो छ है। यहाँ थुरथुर कामले बसिरहेको छ। हामी सबै यता हेर भिडियो बनाउनु भन्थ्यो। चन्द्रगिरी मम्मी बस्नुको लागि छातुबाट जाने र मन मन्दिर माथिको पर्सन खान्छ नि। एकछिन पछि जाँदा 1 hour later. भिडियो गर्न पाइँदो रहेछ। खुजुरा पैसा के यस्तो छ है भालेश्वर मन्दिर। बहिनी कामेरा हैरान छ। निकाल्नु न खुजुरा पैसा। हाम्रो चाहिँ फोटो सेसन सकियो। मम्मीले यहाँ चकलेट फुकालेर फोटो भिडियो पनि गराइयो। कस्तो फिल भयो मम्मी? कस्तो अनुभव भयो यहाँ आएर भनेको के? राम्रो लाग्यो। अब घाम लाग्यो हुन्थ्यो। यस्तो छ है। आजभोलि चाहिँ त्यहाँ माथि भिडियो गर्न नदिँदो रहेछ। मन्दिर चाहिँ यहाँ छ है पछाडि। सबैजनाले यहीँबाट दर्शन गरिदिनु होला। साउन्ड चाहिँ सुन्ने छैन होला। म उता घुमाएर आउँछ है क्यामेरालाई। दाहिने एकचोटि घुमेर आउँछ है। ओके। यहाँ चाहिँ यस्तो छ है।
यस्तो दामी भ्यू छ। अब चाहिँ घाम लाग्छ, एक दरको पानी परिसक्यो, गाडेङ कुडुङ त गरेछ। होप यस्तो अब पानी पर्दैन। यस्तो छ यहाँ। यता तलतिर फोटो खिच्ने ठाउँहरू पनि रहेछ। अब बल्ल भ्यू देखिन्छ है। वाउ व्हाट अ सीन। नेचरको नजिक जति मैले देखेको छु त्यो त क्यामेरामा देखेको छैन होला र पनि वाउ व्हाट अ सीन। म देखाउँछु है ब्याक क्यामेरा। वाउ रियल आँखाले देखे जस्तो त हुँदैन कि। हेर्नु होला भर्खर पानी परेर, ठुलो पानी परेर अहिले आकाश सफा भएको छ। यस्तो छ यहाँको भ्यू। यस्तो छ। अघि मेरो भिडियोमा पनि देखियो होला, यहाँबाट यसरी देखिँदो रहेछ हिमालहरू, तर कुहिरोले छेकेको छ। अहिले दिउँसो देखेला घाम लाग्यो भने। मन्दिरको ब्याकग्राउन्ड यस्तो छ। बालेश्वर महादेव। घाम लाग्यो भगवान। हजुर उनीहरू पछाडि कस्तो दामी भ्यू आएको छ। हजुर अर्काको झोला बोकेर आउनुभयो भाइ हो मम्मी। यस्तो दामी हेर न, मैले भने। A few moments later. 0.5 ल सुरु पुग्दैन भाइ। परे फेरि काट्देऊ फेरि। अलिअलि फुट्यो कि यसो छ। यहाँ सबैलाई चढाउनलाई होला त्यहाँ साइकलिङ हुँदैछ। खै सोध्नुपर्छ। कस्तो राम्रो भ्यू देखेको भाइ यहाँबाट। फोटो खिच्दैछन् त्यहाँ साइकलिङ गरेर। गर्ने हो र साइकलिङ? मलाई त ठेल्नै आउँदैन। कति पो यस्तो दामी भ्यू देखेको छ कि एक दुई दिन हेर्दा रमाइलो हो, सधैँभरि त बस्न सकिँदैन फेरि। यहाँ फोटो सेसन चल्दैछ है। हामी यहाँ वासरुम खोज्दैछौँ, कता छ। यहाँ यस्तो धारा रहेछ। ढुङ्गे धाराभित्र प्रवेश निषेध अरे। गीतमा सुनेको ढुङ्गे धारा यस्तो पो रहेछ। कस्तो दामी भ्यू छ है। हामी चाहिँ यहाँ वासरुम जान लागिरहेको छौँ। कति टाढा रहेछ हो मन्दिरदेखि वासरुम। फेरि यस्तो छ है खेल्ने ठाउँ, केटीकेटीको लागि मनोरञ्जन गर्ने ठाउँ। गेमहरू सबै छ यहाँ। यहाँ गएको नि पैसा लिन्छ कि क्या हो? हुनसक्छ। तल यस्तो छ। खै होला नि अब यत्रो बनाएर राखेपछि। पक्कै मन्दिरले त होइन होला। यस्तो पहाडमा नि है सब कुरा बनाएको। रोपेकै त होला नि, पछि बेला हुँदा फुल्ने होला। यस्तो छ है। फ्री फल यस्तो छ है यहाँ। यहाँ पैसा लिन्छ होला क्या भित्र गएको। हामी चाहिँ यहाँ कफी खाँदैछौँ यसरी चन्द्रगिरीमा आएर। मम्मी यता आउनु त। मम्मीले नि यहाँ कफी खाँदै हुनुहुन्छ। मैले चाहिँ यहाँ क्यामेरा अन गर्नुको कारण चाहिँ यहाँ घोडा छ अगाडि के, त्यही भएर घोडालाई देखाउनलाई चाहिँ मैले
लिएको कति मजाले चरेको। यहाँ यस्ता छन् है, हातेपाते छौँ सबैजना। यहाँ यस्तो भएको छ है, झोला बोकेर भ्याइ नभए गरेको छौँ। हामीले चाहिँ घरैदेखि ड्राई खान्कीहरू लिएर आएको छौँ पकाएर, र ड्राई खान्कीहरू लिएर आएको छौँ। अनि त्यसलाई चाहिँ अब हामी बसेर खाने भनेर चाहिँ आएको। तर बस्न दिन्छ होला के, कोहीले पो यहाँ हेरेको छ र है, फोहोरो नगरे त। कहाँ जङ्गल जाने हो त नि अब, फेरि कता जुका सुका लाग्ला र अनि। One eternity later. हाम्रो यस्तो भइरहेछ है, फेरि पानी पर्न स्टार्ट भयो। मम्मी यसरी बस्दै हुनुहुन्छ है। हामी चाहिँ अब यहाँ घरबाट ल्याएको ड्राई पिकनिक खान गइरहेका छौँ। ल बहिनी झिका त म यहाँ भिडियो गराउँदैछु। आँप छ यहाँ, अम्चुर अरे मम्मीले। अनि यो चाहिँ नुन खुर्सानी यसको लागि। अनि यहाँ चाहिँ दहीको डिब्बाको चाहिँ सदुपयोग गरेको छ। करेला र आलुको तरकारी मम्मीले चाहिँ खानुहुन्न अरे, त्यो हो त्यही प्लास्टिक माथि राख न। अनि यहाँ चाहिँ हाम्रो पुरी छ। अनि यहाँ चाहिँ मेन कुरा छ, यहाँ अचार छ हाम्रो। उही त्यहाँ चम्चा थिएन र झिको त्यो तरकारी झिक्नलाई ल्याएको यहाँ छ। अब हामी चाहिँ अब पस्केपछि देखाउँछौँ है गाइजहरू। हामी अब यहाँ खाजा खाँदैछौँ। यहाँ चाहिँ हाम्रो पुरी रहेको छ बिहान पकाएको। अनि यहाँ चाहिँ हाम्रो अचार छ, नुन के लायो, नुन चाहिँ छ, अब रमिलो चाहिँ ल्याएको छैन। अनि यहाँ चाहिँ हाम्रो करेलाको तरकारी छ यसरी डढाएर लिएर आएको छन्। मम्मीले कति नखाने हो र? म त्यो नखाने है। कुन यो भगवान्लाई सिङ्गै त पर्दैन भगवान्लाई के, यो अर्को अलिक सबै भगवान्लाई थोक चढाइदियो भइहाल्यो। किन न हामी यत्रो खाइदिए खाएन। ल हुन्छ। यो चाहिँ अर्को भगवान्लाई, त्यसैले मम्मी भगवान्लाई अचार त्यहाँ हालिदेऊ न, चढाइदेऊ। ल अचार सबै थोक हालिदेऊ त्यहाँ। यति नै हो सबै थोक। खै अम्चुर खै, अम्चुर त चढाउनु पर्दैन होला हौ। त्यो खानु परेन। भगवान्ले भगवान्लाई है रक्षा गर्नु। अब हामी खाना गइरहेका छौँ। मम्मीले त करेला खानु न, बहिनीले खान्छ नि करेला। आलु हाल्नु मम्मी हजुरलाई। छिटो हाल्नु, भिडियो लामो हुन्छ। काट्दै गर न। चाहिँ हाम्रो यस्तो बर्सातमा खाने कार्यक्रम भइरहेको छ। मम्मी कस्तो रहेछ? मिठो छ। ल चिनी चाहिँ हालिएन। अब हामी अर्ग्यानिक यस्तो ड्राई पिकनिक भइरहेको छ है, 3 जना भयो नि। ठिक्क छ ल। ल चिसो भइसक्यो ल, घरबाट बिहानै बनाएर ल्याएको। ल बहिनी भन कस्तो छ? म त्यहाँ कामदै भनिरहेको छु। मेरोमा नि अचार हाल्नु त टुटु। यहाँ छ गोर्खे अचार आलुको, के हो नपुगे जस्तो भइरहेछ। खाँदा बरु के पुगेछ थाहा छैन। यस्तो छ है मौसम। मम्मी जानु भयो। जाडो त भए पनि झन् जाडो। ल अब हाम्रो चाहिँ यहाँ गीत बजा खाम है। ल न बन्दीपुरैमा पिरिम बसी गो कुरैमा। हजुर ल खाना खाएर अलिअलि घटाउन पर्यो, त्यही भएर हामी नाच्दैछौँ यहाँ। भेटियो बन्दीपुरैमा पिरिम बसी। हामी चाहिँ फेरि तल खायौँ मजाले। अनि यहाँ रिटर्न भयौँ है। मन्दिर चाहिँ यस्तो छ, भ्यू यस्तो छ। यहाँ चाहिँ 12 बजीदेखि 1 बजीसम्म चाहिँ केबल कार बन्द हुँदो रहेछ। त्यही भएर हामी चाहिँ यहाँ वेटिङमा छौँ। यहाँ बल्ल 12:30 हुन लाग्यो, आधी घन्टा चाहिँ वेट गर्नुपर्ने भएको छ। के हाल त तल त्यो बाटो कस्तो घुम्थे है। माथि पानी परेर हैरान भयो। यहाँ चाहिँ घाम लागेछ, गाह्रो छ हेर्ने। के अरे रमाइलो गर्ने अवस्था के अरे केही छैन भन्छन् है। यस्तो रमाइलो गर्ने जस्तो पानी रे यस्तो छ। हाम्रो चाहिँ चन्द्रगिरीको भ्लग यही नै इन्ड गर्न चाहन्छौँ। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।